Hi guys, I just woke up, did my ice therapy. अनि यस्तो छ भत्ताभुङ्ग प्रिटी ड्रेस ल्याएको थिएँ होइन पोखरा आएर लगाउँछु भनेर तर के भयो भने एकदमै जाडो भयो कि म त्यस्तै ठाउँमा छु नि त हाइटमा अब म रेडी हुन्छु म अलि फ्रेश भएपछि अनि म अलिअलि भ्लग खिच्छु सो गाइस सी दिस इज माई होटल पोखरा हाइट्स रिसोर्ट एन्ड दिस इज अ भ्यू while having breakfast. Esto dami view ma chu. Plus I'm alone in this hotel. There's nobody around except for the staff and so guys, this is my breakfast for today. We have baked beans, some fruits, and bread and saute potato and sausage. I booked myself this whole resort. Just kidding guys, just kidding. So let's see Pokhara from the lake side itself instead of this hotel room but a lake hernu banda. By the way, agadi ko chai Fewa lake raisa hai. Guys, I'm going, bye bye. View lai pani bye bye. How do I look guys? Here is my leather rawhide leather ko bag. जता गए पनि आफ्नो ब्रान्डलाई बिर्सिदिन मार्केटिङ गर्न बिर्सिदिन या सो दिउँसोको 2 बजिसक्यो अब चाहिँ बाहिर निस्किन लागेको छु म आई थिंक लेक साइडहरु घुम्छु ओर्छु बोटिङ गर्छु सकेसम्म बेगनास लेकको माछा पनि खान जान्छु किनभने म सबसे फेभरेट चाहिँ मेरो त्यहाँको माछा हो अनि सारङकोटको भ्यू प्याराग्लाइडिङ गर्ने पनि सोच थियो तर अलिअलि के इन्ट्रेस्टिङ कुराहरु गरे भने चाहिँ भिडियो बनाउँछु त्यही हो बाइ सो गाइज म चाहिँ लेक साइड आइसकेको छु दिस इज स्ट्रीट नम्बर आई थिंक कति हो यो आई डोन्ट नो स्ट्रीट नम्बर 6 यहाँ आएपछि एकदमै भ्याकेसन मोडमा भइन्छ नि त सबैजना म चाहिँ यहाँ भिडियो बनाइरहेको छु ट्राइपोड समातेर सो यु क्यान इमेजिन मेरो लाइफ चोइसेस कस्तो छ सो लेक साइड भनेको चाहिँ हैन पोखराको मेन टुरिस्ट हब जस्तो मानिन्छ हैन यहाँ आएपछि चाहिँ एकै ठाउँमा यु क्यान सी कति धेरै कुराहरू पाइन्छ हामीले कति धेरै कुराहरू देखिन्छ रेस्टुरेन्ट यही छ बार यही छ क्याफे यही छ हैन अनि होटल त्यस्तै गरेर सोभिनियर शप अनि लाइभ म्युजिक पनि हुन्छ अझ बेलुकातिर आयो भने चाहिँ बेलुकातिर स्ट्रीट फुडहरू पनि हामीले पाउन सक्छौँ सो एभ्रिथिङको कम्बिनेसन पाइन्छ है यता चाहिँ सिआहा पस्मिनाहरू फेवा लेक चाहिँ वान अफ द पोखराजको एकदमै डिफाइनिङ अट्र्याक्सन्स अनि पछि एकदमै फेमस भ्यू पोखराको त्यो माउन्टेन्सहरूले चाहिँ मसँग हाइड एन्ड सिक खेलिरहेछन् आहा यता त हेर्नुस् त आहा यता rawhide को शूट गर्न पाएको भए कस्तो दामी हुन्छ है यता पनि हेर न मलाई मात्र नहेर के आमै कति क्यूट ब्युटिफुल आइज हस्की हो दाइ कस्तो राम्रो मिक्स हो हजुर ए एकदमै क्यूट छ काठमाडौँमा चाहिँ ट्राफिक जामहरु सुनिन्छ हर्न सुनिन्छ यहाँ चाहिँ के हुन्छ भने यस्तो शान्त इन्भाइरोमेन्ट यो चाहिँ अपग्रेडेड भर्जन अफ काठमाडौँ जस्तो छ कि सी त यहाँ चाहिँ टुरिस्टहरूको कन्भर्सेसन मान्छेहरू रमाइलो गरिरहेको अनि त्यस्तै गरेर एकदमै त्यो लेकको हावा पनि खान पाइन्छ सो दिस इज लाइक मच बेटर प्लेस टु बी अराउन्ड मलाई यो ट्राइपोड चलाउन चाहिँ आइरहेको छ ट्राइपोड रे सरी वाट इज दिस कल्ड रे गिम्बल चाहिँ चलाउन आइरहेको छैन तर त्यही पनि आइम म्यानेजिङ इट म पोखरा आएको चाहिँ एक्सप्लोर गर्न हो होइन तर फर्स्ट डे चाहिँ होटलको भ्यूहरू एक्सप्लोर गरेँ तर सेकेन्ड डेमा आज चाहिँ फाइनल्ली म लेक साइड एक्सप्लोर गर्न निस्केको छु म यसरी खिचिरहेको छु कि कुरै छोड्दो मलाई यहाँ आफ्नो भिडियो खिच्नुभन्दा पनि यहाँ भ्यूकै भिडियो खिच्नु छ कि आहा कस्तो राम्रो छ भने हेर्नुस् त लभ इट एकदमै बबा यहाँ दाइहरू हुनुहुन्छ सबैजना लभ इट म कुकुरसँग एकचोटि चाहिँ खेल्नै पर्छ मैले देखेपछि म सक्दिनँ चुप लाएर बस्नलाई मैले हुन त केही ल्याएको छैन फुडहरू
उसलाई खुसी पार्नलाई, तर मेरो मायाले नै उसलाई खुसी हुन्छ। हाई बेबी, यता हेरिदेऊ। लभ यु। हाई बेबी, हाई बेबी। हजुर 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 बेबी। You want to say भन न। म केही भन्ने दिदी मलाई लाज लाग्छ। बाई। अरूको प्राइभेसी इन्भेट गरेर जस्तो फिल भइरहेछ। तर दिस इज लिगल है गाइज, पब्लिक स्पेसमा भिडियो खिच्न पाइन्छ। कस्तो ब्युटिफुल एरिया, तर कसरी बाहिर निस्किने हो म त हराएँ। यस्तो के यो भ्यू बबाल भएर के भइरहेछ भने म आफ्नो खिच्ने कि यो एरियाको खिच्ने नै म डिसाइड गर्न सकिरहेको छैन कि। त्यही भएर मेरो मुख त धेरैचोटि हेरिसक्नुभयो, आज चाहिँ फेवा तालको एकदमै मजाको भ्यू हेर्न पाउनुभयो। सो म एकदमै खुसी छु, एकदमै खुसी छु। अनि म एउटा कुरा हजुरलाई भन्छु पनि, एडभाइस दिन चाहन्छु। हजुर चाहिँ वेन एभर यु कम लाइक यु ट्राभल समवेयर, प्लिज एकचोटि चाहिँ एक्लै पनि ट्राभल गर्नु होला, किनभने इट्स सो मच एकदमै धेरै फन कि। एक्लै ट्राभल गर्नु चाहिँ ग्रुपमा ट्राभल गर्नुभन्दा चाहिँ एक्लै हिँड्नु एकदमै रमाइलो हुन्छ। बिकज के हुन्छ भने आफू जस्तो छु त्यस्तै भएर हिँड्न पाइन्छ, त्यस्तै देखाउन पाइन्छ होइन। कोही मान्छे हुने बित्तिकै अनकम्फर्टेबल हुन्छ नि त। त्यही भएर हस् म जान्छु। अनि म अब काठमाडौँ नै फर्किनु पर्ने भयो, किनभने पोखरामा मेरो घर छैन। बनाउन त मन छ, त्यसको लागि काम गर्नु पर्यो। Cuties. Where are you going? Kathmandu. Kathmandu. You're from Kathmandu? Yeah, I'm from Kathmandu. Nepali? हजुर हो, नेपाली नै हो। Oh, you don't look like Nepali, you know? I love your accent, by the way. Oh, really? You like my accent? Oh, yeah. I'm from countryside, from the mountain. Oh, A good time? And you Sure. enjoy the trip in Pokhara? thank you so much. What happened last night? I was in the hotel room sleeping and just lie just down in the watching hotel. the view and all. You didn't come out. Yeah, I didn't. You should come out. Yesterday's Saturday night, you know? It's like Yeah. Friday night, a lot of But people I go out. did feel safe. You feel very Yeah. safe. I can tell you, very Oh, safe in Pokhara. is it? Absolutely is very safe. Bye bye. Bye-bye, ciao. Yeah, ciao. I can't miss this place. Books Mandala, my favorite bookstore. Eta Pokharama pani raheछ, so guys, please visit. See the new arrivals. Eta त book मात्र पाइँदैन नि, souvenir shop जस्तो पनि हो। तर जति पछि त्यति फन लागिरहेछ मलाई ब्लग बनाउन चाहिँ, किनभने अझै ओपन अप हुन सकिरहेछु कि म सरी कोही छैन कि। ओके हाई, सो अब चाहिँ मैले फुड खाँदैछु, खाना खाँदैछु, तर सबै कुरा सेम नै छ। एउटा कुरा चाहिँ फिस खान लागेको छु मैले, त्यही मात्र फरक हो। एकछिन कुरा गरौँ होला है खाँदा खाँदै। म के भन्छ आएँ, के भन्छ आई लभ दिस भुजिया कि, जता गए पनि क्रन्चीवाला भुजिया चाहिँ आई लभ इट। अनि यता मसरुम पनि रहेछ। मैले यत्रो सबैमा खाने भनेको मिठो मानेर मेरो एक्स्ट्रा जे छ, अब जस्तो मटन चिकन और केही छ भने त्यो मनपर्छ। अनि अर्को चाहिँ मलाई भुजिया मनपर्छ। प्लस खाने बेलामा बोल्नु हुँदैन, सो आई इन्जोय माई फुड। अनि बाई द वे मलाई जसले कमेन्ट गर्नुभयो नि गेट आउट अफ द भ्याली भनेर, उहाँलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु, किनभने उहाँले गर्दा नै मैले यति राम्रो एक्सपिरियन्सेसहरू लिन पाएँ। त्यही भएर के थ्याङ्क यू एभ्री वान जसले मेरो ब्लगमा कमेन्ट गर्नुहुन्छ, मेरो ब्लग हेरिदिनुहुन्छ। ओके बाई, थ्याङ्क यू फर वाचिङ माई ब्लग, थ्याङ्क यू फर सपोर्टिङ मी।
यति 1 महिनामै यति धेरै सपोर्ट पाउनु भयो भनेको चाहिँ म एकदमै ब्लेस्ड छु